आफूले कमाएको आफूले जोति खाएको जमिन त छुटाउन सक्दैनन् भने यी नेताहरू काला पानी र सुस्ता छुटाउलान् भन्ने के विश्वास गर्ने हामीले। हाम्रो टोली काठमाडौँ गयो, हाम्रो संयोजकको पछाडि रो लाग्यो, 3 दिनसम्म खाना खान पाएनौँ। के भन्नु नि, देशको सुरक्षा गर्ने निकायले हाम्रो सुरक्षा गर्न सक्ने भनेर किन के लागि हामीले हल्ला गर्ने यसमा विडम्बना छ। मैले हजुरलाई अनुरोध गरेँ नि अहिले नलेख्नुहोस् भनेर। अहिले हाम्रा नेपालीहरू त्यहाँ घाँस काट्न जाँदाखेरि लखेटिन्छन् तपाईँहरू आउँदाखेरि। यो विडम्बना छ। यहाँ दुःख लाग्छ। हामीले जति खोजेको यी बन्जर पडाएको छ, यो मसँग पूर्जा छ उसको, उहाँले जोत्नु दिनुहुन्न। नेपाली सुरक्षा निकायलाई भन्यो भने उहाँहरू हाँस्नुहुन्छ, के गर्ने चन्जी भन्छन्। विडम्बना छ कि यस्तो। आफ्नो अभिभावक आफ्नै भएनन् भने अहिले पनि कुरा कस्तो छ भने यो रोड बनाउँदाखेरि हामी बनाउँछौँ भने इन्डियन पुलिसले आउँदैन, पहिले नेपालीहरू आउँछन् बन्दुक लिएर। सुरक्षा त उहाँले हाम्रो भूमिको गर्ने हो नि। आत्मसम्मान त बेचे जस्तो के भन्नु, उहाँहरूले के भन्नुहुन्छ एसपी साहबले माथिबाट यस्तै आदेश दिएको छ भनेर। दुःख लाग्छ के हामीले आफ्नो भूमि जोत्न नपाउँदाखेरि। अहिले छोडो भनिरहेको छन्। अब 2 दिन पहिले पत्र आएको छ, छोड्नुपर्छ अरे। अब हामीले आफूले कमाएको आफूले जोति खाएको जमिन त छुटाउन सक्दैनन् भने यी नेताहरू काला पानी र सुस्ता छुटाउलान् भन्ने के विश्वास गर्ने हामीले। नराउनेका भित्र हिजो जनताले यसरी विश्वास गरे 2/3 बहुमत दिएको थियो यही बालेन सरकारलाई। आज त्यसैको भाषण सुन्दाखेरि हामी छक्क पर्यौँ। उनी भारतीय दलाल त होइनन् भनेर अब सबै जनता चाहिँ आफैमा आलोचना गरिरहेका छन्। हामीले गु खाएका रहेछौँ साला यो बालेन सरकारलाई चाहिँ जिताएर भनिरहेका छन्।